वेलकम बैक टू माई यूट्यूब च्यानल। मेरो यूट्यूब च्यानलमा सबैजनालाई स्वागत गर्दछु। अझ पनि हामी फेरि फुड च्यालेन्ज गरेर आइसकेका छौँ। आज लिभर राइस छ। यो लिभर राइसमा भाग लिनुहुने हाम्रा उम्मेदवारहरू बुद्धिबहादुर विश्वकर्मा, प्रकाश विष्ट र रामबहादुर सुनार तीनजना हुनुहुन्छ। अब यो पनि हामी यस्तो च्यालेन्ज राखेका छौँ कि यदि जसले हाम्रो यो फुड च्यालेन्जको जो विनर भयो उसलाई चाहिँ फेरि पनि 5000 दिने पहिले घोषणा गरेका छौँ र हामी उहाँहरूले सोध्न गइरहेका छौँ। सबैभन्दा पहिला को सिद्ध्याउँछ उहाँलाई चाहिँ 5000 हामी दिनेछौँ र तपाईँहरू भन्नुहोस्। हिजोको फुड च्यालेन्जमा मैले झिन्न सकिनँ, मेरो झिन्ने आकाङ्क्षा थियो, तर आज म जसरी पनि झिन्ने एउटा आज त्यस्तो प्रतिबद्धता ल्याएको छु। तपाईँको टाइम छु यो पैसा तपाईँको टाइम 1 मिनटमै सकाउँछु। ल प्रकाशजी आधा मिनटमा सकाइदिन्छ, पक्कै दिन्छु। हो ल मेरो पनि त्यही छ। कति छिटो हुन्छ यस्तो भन्नु? कति 1 मिनटमा सकाउँछु म पनि। 1 मिनटमा सकाउँछु। यो चाहिँ पैसा म ल सबैजना रेडी हुनुहुन्छ? हामीले पैसा पनि राखिसक्यौँ। सबै रेडी हुनुहुन्छ? रेडी गरौँ। ल अब चाहिँ स्टार्ट गर्छु है त। ल 1 2 3 स्टार्ट। ल टाइम भने 1 मिनट 15 सेकेन्ड भइसक्यो। छिटो 2 मिनटको अन्दरसम्म त खाइसक्नुपर्छ। अब आरामले ल यहाँको ओनर चाहिँ आज प्रकाश विष्ट। ल आरामले खानुहोस् है त। ल जितेँ मैले पार्टी। ल कङ्ग्रेचुलेसन प्रकाशजी। आज राखेको फुड च्यालेन्जमा आजका पाहुना प्रकाश विष्ट विजेता हुनुभएको छ र उहाँ विजेता भइसक्दा तपाईँ दुईजनाको के भयो आज तपाईँहरूले चाहिँ यहाँ जनताहरूले भनिदिनु भयो यहाँ हाम्रो भ्युजहरूलाई? हामीले भन्नुपर्ने त केही छैन, तर यो पैसा मैले आफूले झिन्ने एउटा विचार राखेको थिएँ। अब उहाँले झिन्नुभयो, बधाई छ तपाईँलाई। लिनु ल बधाई छ प्रकाश विष्टलाई। ल तपाईँ दुईजना अब कोसिस गर्दै गर्नुहोस्। नेक्स्ट टाइममा हामी अवश्य हामी विजेता हुनेछौँ। धेरै धेरै धन्यवाद छ विजेता प्रकाश विष्टलाई है त। ओके।